एकैछिन प्लिज यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला किनभने अत्यन्तै महत्त्वपूर्ण छ भिडियो। यो टिकटकबाट फेसबुकबाट हेर्दै हुनुहुन्छ भने धेरैभन्दा धेरै शेयर गर्नुहोला, फलो गर्नुहोला। युट्युबबाट हेर्दै हुनुहुन्छ भने पनि सब्स्क्राइब गर्नुहोला र यस्ता भिडियोको लागि तपाईहरुले सब्स्क्राइब गर्नुपर्छ किनभने यस्ता भिडियो हामी लिएर आउने गर्दछौं। आजकल नेपालमा एउटा यस्तो रोग फैलिएको छ बालेन फोबिया। यो रोग खास गरी ती मानिसहरुमा देखिन्छ जसले वर्षौंसम्म राजनीतिक भनेको आफ्नै घरको बिर्ता, आफ्नो ससुरालीको पेवा भन्न ठानेका थिए। जनतालाई चुनावको बेलामा सम्झने र चुनावपछि बिर्सिने परम्परालाई लोकतन्त्रको संस्कार मानेका थिए। तर अचानक एउटा स्वतन्त्र युवा आयो, र्याप गाएर व्यवस्थामाथि प्रश्न उठायो, मेयरको चुनाव लड्यो, जित्यो, पुराना राजनीतिक गणितलाई उल्टाइदियो। त्यही दिनदेखि धेरैको निद्रा हराएको छ, धेरैको झुटको व्यापार सकिएको छ। अहिले त्यही व्यक्ति प्रधानमन्त्री बनेको छ, जनताको मन जित्न खोज्दैछ। कसैलाई उनको बोलीले तर्सायो, कसैलाई उनको मौनताले, कसैलाई उनको निर्णयले टाउको दुखायो भने कसैलाई उनको लोकप्रियताले। अनि सुरु भयो बालेन फोबिया। कर्मचारी निजामती हुनु वा शिक्षक विद्यार्थी हुनु या प्रधानाध्यापक राजनीतिक देखे कारबाही गर्ने निर्णय खतरा फोबिया भयो। यो फोबियाको लक्षण निकै रोचक छ। बिहान आँखा खुल्न साथ सामाजिक सञ्जाल खोलेर आज बालेनले के गर्यो भनेर दिउँसो चिया पसलमा बसेर देश चलाउने अनुभव छ र भन्नु अनि बेलुका टेलिभिजनको बसमा बसेर यस्ता केटाले राजनीतिक बिगार्छ भन्दै टाउको हल्लाउनु। अझ कतिपयलाई त यस्तो डर छ कि कतै जनताले काम गर्ने मानिस खोज्न थाल्यो भने आफ्नो राजनीतिक पसल त बन्द हुँदैन। त्यसैले बालेन हरेक काममा खोट खोज्न उनीहरू राष्ट्रिय कर्तव्य जस्तै बनेका छन्, राष्ट्रिय कर्तव्य जस्तै ठानेका छन्। सडक सफा गर्यो भने समस्या, डोजर चलायो भने समस्या, चुप लाग्यो भने समस्या, बोल्यो भने झन् ठुलो समस्या। आखिर समस्या बालेनमा होइन हो कि यिनको मनमा पसेको डर हो? हाम्रा पुराना राजनीतिक हिमायती महापुरुषहरूको हालत त झन् दयनीय छ। उखान टुक्का रमाइलो र खोक्रो लोभ देखाएर जनता लोभ्याउने दिन अन्त्य भयो। उनीहरू वर्षौंदेखि भाषणको खेती गर्दै आएका थिए, विकासको सपना बेच्थे, आश्वासनका फूल बाँड्थे अनि जनतालाई अब आउने चुनावमा भन्दै सधैँ भविष्यको टिकट काट्थे। तर बालेन आएर त्यो पसलमा ताला लगाइदियो। उनले भाषण कम गर्ने, काम धेरै गर्ने देखाउन थाले अनि पुराना नेताहरूलाई ठूलो समस्या पर्दै गएको छ। अब जनतालाई के सुनाउने किनकि जनता अब भाषण भन्दा नतिजा हेर्न थालेका छन्। त्यही परिवर्तन नै धेरैको लागि त्रासदीपूर्ण बनेको छ। त्यसैले उनीहरूलाई बालेन कुनै पनि व्यक्ति होइन एउटा राजनीतिक डर लाग्न थालेको छ। सामाजिक सञ्जालमा केही स्थायी विश्लेषकहरूको हालत पनि कम रोचक छैन। उनीहरू हरेक बिहान एउटा नयाँ पोस्ट लेख्छन्, बालेन असफल हुँदैछ, अब बालेन सकिए, यो लोकतन्त्र लोकप्रिय धेरै दिन टिक्दैन आदि आदि। तर अनौठो त के छ भने यस्ता पोस्ट लेख्दै उनीहरूको टाइमलाइन बालेनको नामले नै भरिन्छ। बालेनकै प्रचार भइराखेको छ। सत्य होस् असत्य होस्, राम्रो होस् नराम्रो होस्, बालेनकै नाम लिएर फेसबुकमा वाल अहिले भरिएका छन्। उनीहरू बालेनलाई निन्दा त गर्छन् तर दिनभर बालेनकै चर्चा गर्छन्। यस्तो लाग्छ उनीहरूको राजनीतिक अस्तित्व नै बालेन माथिको टिप्पणीमा टिकेको छ। उनीहरूका लागि बालेन आलोचना गर्ने विषय मात्र होइनन्, दैनिकी चलाउने ऊर्जा पनि हुन्। यो भन्दा ठूलो फोबिया के हुन सक्छ? नाम सुन्न साथ केही मान्छेहरू अनौठो प्रतिक्रिया दिन थाल्छन्। त्यस्तो देखिन थालेको छ। न आँखा दुख्छ, न टाउको दुख्छ, न मनभित्र एउटा हल्का तनावको कम्पन सुरु हुन्छ। त्यही अवस्थामा अहिले व्यङ्ग्यात्मक रूपमा बालेन फोबिया भन्न थालिएको छ। यो कुनै मिडियाको रोग होइन, यो त राजनीतिक भावनाको एलर्जी जस्तै हो जहाँ परिवर्तन देख्दा नै पुरानो आदतलाई चिलाउन थाल्छ। यो रोगको पहिलो लक्षण निकै स्पष्ट छ। जे गरे पनि आलोचना गर्नै पर्ने, प्रत्येक नयाँ निर्णयलाई डरको दृष्टिले हेर्नै पर्ने, हेर्ने बानी यसको दोस्रो लक्षण हो। पुरानो शैलीले चलिरहेको राजनीतिक हल्लिएपछि केहीलाई यस्तो लाग्छ कि अब सबै प्रणाली नै ढल्छ। तर जनताले भने पहिलो पटक विकल्प देख्न पाएको महसुस गरेका छन्। यही अन्तरले फोबिया बढाइरहेको छ। एकातिर आशा, अर्कोतिर पुराना सहजता गुम्ने डर। बालेन फोबियाको सबैभन्दा गम्भीर असर परम्परागत सोचमा परेको छ। अब जनताले प्रश्न गर्न थालेका छन्, यदि एउटा 36 वर्षको ठिटोले यति गर्न सक्छ भने वर्षौंदेखि सत्तामा बसेकाहरूले किन सकेनन्? यो प्रश्न धेरैको लागि रातको निद्रा हराउने कारण बनेको छ। किनकि प्रश्नको जवाबसँगै जवाबदेहिता पनि आउँछ अनि जवाबदेहिताबाट भाग्न चाहनेहरूको लागि बालेन एउटा त्रास बनेको छ। उनीहरू चाहन्छन्
जनता फेरि पुरानो शैलीमा फर्किउन्, फेरि उही भाषणमा रमाउन थालुन्। तर समस्या के छ भने बालेनले जनतालाई विकल्प देखाइदिइसकेको छ। विकल्प देखेपछि पुरानो भ्रममा फर्कन गाह्रो जनताले मानिरहेका छन्। प्रधानमन्त्री बनेपछि देशको परिवर्तनको ठूलो आशा पलाएको छ, तर यथार्थ हेर्दा जनताले अझै पनि परिणामको प्रतीक्षा गरिरहेका छन्। उनले सुशासन, भ्रष्टाचार नियन्त्रण, डिजिटल प्रशासन, युवालाई रोजगारी दिने जस्ता आकर्षक प्रतिबद्धता अगाडि सारेका छन्, जसले धेरैलाई उत्साहित बनाएको छ। तर नेपाली प्रशासनको पुरानो सुस्त शैली, कार्यालयहरूको ढिलासुस्ती, निर्णय कार्यान्वयनको कछुवा गतिले जनतामा प्रश्न उठाएको छ। समर्थकहरू अलि समय दिनुपर्छ भन्दै आशा जगाएका छन् भने आलोचकहरू घोषणाले मात्र देश बन्दैन भन्दै कटाक्ष गरिरहेका छन्, डर देखाइरहेका छन्। प्रधानमन्त्रीको मौन शैली, बोल्दै बोल्दैनन्, नबोल्नु मौन हुनु नै एक फोबिया, झन् कोतवालता बढाएको छ। काम भइरहेको छ कि योजना अझै कागजमै सीमित छ भन्ने प्रश्न चिया पसलदेखि संसदसम्म गुन्जिरहेको छ। अहिले देश यस्तो अवस्थामा छ जहाँ जनताले परिवर्तनको सपना देखिरहेका छन्, तर त्यो सपना वास्तविकतामा कहिले बदलिन्छ भन्ने उत्तर अझै भविष्यकै गर्भमा रहेको छ। बालेन व्यक्ति मात्र होइन, एउटा मनोवैज्ञानिक कम्पन हुन्। उनले पुरानो राजनीतिक संरचनालाई हल्लाइदिएका छन्, पूर्व प्रधानमन्त्री जस्तालाई हिस्सा बुझी किस्सा दाँत बनाइदिएका छन्। उनी कसैका लागि आशा हुन् त कसैका लागि चुनौती र धेरैका लागि फोबिया हुन्। तर एउटा कुरा निश्चित रहेको छ, फोबिया त्यही चिजलाई हुन्छ जसले डर पैदा गर्छ। डर त्यहीबाट पैदा हुन्छ जहाँ परिवर्तनको सम्भव हुन्छ। बालेन फोबियाको उपचार एउटा मात्रै छ, काम गर्ने, जवाब दिने र जनताको विश्वास जित्ने। नत्र यो फोबिया अझ फैलिँदै जानेछ र एक दिन यस्तो अवस्था आउनेछ जहाँ पुराना राजनीतिज्ञहरूको रोगहरूको उपचार गर्न बालेन थेरापी आवश्यकता पर्नेछ। यस्तो समस्या देखिन थालेको छ। बालेन दिन रात 24 घण्टा बालेन छ। अनि उनीहरूले भन्छन् बालेनले मिडियालाई ट्रायल गर्यो अथवा बालेनले के भन्छन् अल्गोरिदम कब्जा गर्यो भनिरहन्छन्। अल्गोरिदम पैदा गरिदिने र अल्गोरिदम बनाइदिने यिनै फोबिया, यिनैहरू हुन्। यिनीहरूले नै यसरी बालेन शाहको नाम बेचिरहेका छन् र अल्गोरिदम बढाइदिएका छन्। यो अल्गोरिदम बढाउनु पर्ने स्थिति छैन, किनभने बिहान उठेदेखि लिएर बेलुका नसुतुन्जेलसम्म बालेनको रट लगाइरहेका छन्। कस्तो लाग्छ? सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला। धन्यवाद।